यहाँबाट यस्तो हुन्छ नि यसलाई यहाँबाट राखेर पनि निकाल्नुपर्छ अनि झोल निकाल्ने हो हामीले यसको झोल निकाल्नुपर्छ पछि के खेलेको सारा यता फर्क त यता देखाउ त मम्मीलाई खसी हँ हामीले त खसीलाई यता फर्केर देखाउ न त मम्मीलाई ट्राई गरेर बनाएको छ के ट्राई गरेको भन त यस्तो यहाँ हालेर यो हालेर अनि मिसाएर बनाएको तरकारी बनाएको हो हैन के? झोल बनाएको झोल झोल के बनाएको भाइले चाहिँ त देखाउ त छोरो भाइले चाहिँ पानी भरेको हेरौँ भाइ भाइले चाहिँ पानी भरेको भाइले चाहिँ पानी भरेको हो ए तिमीले चाहिँ खाना पकाएको अनि यो वरिपरिको गलिङ साराले हो भाइले के बनाएको अरे भाइ पानी भरेको यो वरिपरिको गलिङ चाहिँ यो चकचक चाहिँ कसले बनाएको भन त यो 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 रुमको हालत हेर त आमामामा छोरी यता हेर त तिमी हाँसिदेऊ न त नि त फर्काएर पानी भरेको मैले खानु पकाएको यता हेरेर बनाऊ त मम्मीलाई के गरेको अरे रुमको हालत यस्तो कसले बनाएको यहाँ मम्मीले हेरेर भन न रुमको हारा हामी पकाउन लागि खाजा के छोरोले चाहिँ के गरेको नि आमा भाइ यसलाई पनि यसो गरेको अब यता होला साउजी मम्मी फोटो खिचिदिनु न ए साराको यसरी गरेको हामीले ए हेरौँ त देखाऊ मम्मीलाई त्यसरी गरेको यता फर्काउ न त तिमी यता फर्केर पकाऊ त यहाँ यता फर्केर पकाऊ यहाँ मजाले मिठो पकाऊ है ल खै यता हेर त यता हेर न नि खोइ त सारा त आँखै देख्दैन त अनि आमामामा मिठो भयो त तरकारी अनि आहा पकाएकै छैन ढिला हुन्छ यो पकाउँदा ए जाऊ भाइ पनि बनाऊ जाऊ भाइ पनि तरकारी बनाऊ त भाइ चाहिँ पानी भरे त्यो ल के हो भाइको चाहिँ यो हो भाइ यहाँ आएर त यो के रहेछ छोरो यहाँ आएर है न भाइ ए भाइको त्यो हो खै हेरौँ भाइको चाहिँ तरकारी कस्तो बनाएछ भाइले यहाँ हेर न ए आमामामा कोठाको हालत त छोराछोरी स्कुल जाँदाखेरिको हालत भाइ यहाँ हेर भाइ यहाँ हेर छोरो सारा भाइ यहाँ हेर ठिस 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 सारालाई सारालाई भाइ यहाँ हेर न ठिस 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 यसले पनि यसरी हालेको हामीले भाइ अब आमामा के बनाएछ भाइले हेरौँ के बनाएको अरे साराले चाहिँ मैले झोल बनाएको के यो दाल होला हौ होइन यो झोलै बनाएको के यसको यो फाल्नु पर्यो ल ल